खै आमा कुन शब्दले बयान गरौँ म, यहाँ कुनै शब्द नै छैन तपाईँलाई बयान गर्ने पनि। साँच्चै आमा तपाईँसँग सायद गर्वमा रहँदैदेखि तपाईँसँगको आत्मीयता, तपाईँसँगको त्यो शीतल छाहारी पाएर होला सायद तपाईँसँगको माया अनि यो ममता अनि यो हाम्रो प्रेम सदा दिगो भएर गाढा भएर गएको होला सायद। आमा तपाईँ साँच्चै कति महान हुनुहुन्छ हे मेरो निम्ति। साँच्चै तपाईँ मात्र होइन, यो संसारमा जति पनि आमा हुनुहुन्छ आफ्नो छोराछोरीको निम्ति, आफ्नो आमा बाबा साँच्चै नै कति महान हुनुहुन्छ है। आमा तपाईँलाई थाहा छ, आजभन्दा केही वर्ष अगाडि म जीवनको अन्तिम मोडमा आफ्नो बिरामीसँग बेडमा लडिरहेको बेला तपाईँले मेरो निम्ति कति भगवान चाप्नुभयो। हे भगवान मेरो छोरीलाई केही नहोस् है भनेर सदाभर भगवानको अघि मेरो निम्ति प्रार्थना गरिदिनु भयो। साँच्चै आमा त्यो प्रार्थना आज भगवानले सुनेर मैले नयाँ जिन्दगी जिउने सुनौलो मौका पाएको छु। यसमा तपाईँलाई नै मुरी धन्यवाद, साथै भगवानलाई पनि यही धन्यवादको शब्द बाहेक अरू त म के नै पो दिन सक्छु र। आमा साँच्चै नै आज त्यो प्रार्थना भगवानले सुनिदिएर नयाँ जीवन जिउने मौका पाएको छु। यसमा म धेरै खुसी छु। साँच्चै नै त्यो विगतका दिनलाई सम्झेर हेर्दा यी मनहरू, यी मेरा आँखाहरू अझ पनि रुसाएर आउँछ। साँच्चै नै भन्नुपर्दा मेरो आङ नै सिरिङ्क भएर आउँछ। त्यो दिनहरूलाई आज पनि म सम्झिन सक्दिनँ। कति काली लाग्दा थिए ती दिनहरू। तपाईँ मेरो निम्ति भोकै बस्नुभयो, कति प्यासै बस्नुभयो। तपाईँ मेरो निम्ति धेरै चिन्ता लिनुभयो। साँच्चै आमा त्यो खुसीहरू आज तपाईँले म जाति भएर सबै थोक पाउनुभयो। त्यसमा म धेरै खुसी छु। आशा छ कि तपाईँ पनि धेरै खुसी हुनुभयो भनेर।